शिवको सङ्केत चिन्हको रूपमा चाहिँ उनले भिरेका चिजहरू उसले त्रिपुण्ड यसरी लगाएको मात्रै कुराहरू आउँदैन कि जनावरको कुराहरू पनि आउँछ, पन्छीहरूको कुरा पनि आउँछ है त्यो। तर मान्छेले चाहिँ हाम्रो इन्डियनहरूले त्यो जोड्दैन, हामीले जोडेर हेर्नुपर्छ त्यसलाई। जस्तो कि शिव भनेपछि काग आउँछ। कागबेनीमा गएर कागले पितृलाई चढाइदिएको कागले नखाइदिकन त्यो मुक्तिनाथमा गएर पूजा गरेर हुँदैन होइन, कागलाई गर्नै पर्छ। पितृले पाए भन्ने सङ्केत हो त्यो। अनि मुक्तिनाथ त अहिले विष्णु हो, अहिले मुक्तिनाथ भनेर त विष्णु मानिन्छ, तर शिव हो त्यो मुक्तिनाथ। किन त्यसै गरेर त मान्छे बितेपछि शिव सायुज्य भनिन्छ नि, प्राप्त गरेको भनिन्छ होइन, त्यो शिव नै हो। अनि उतापट्टि वज्रयानले जुन चाहिँ वज्रयानले जति पनि देवताहरूको निर्माण गरेको छ त्यो सबै शिवमा आधारित देवता हो होइन, आधारित देवता हो। अनि उनीहरूले महाकाल बनाउँदाखेरि कैयौँ महाकालको टाउको चाहिँ कागको हुन्छ है, कागको हुन्छ। अब यहाँ गोसाइकुण्ड भनेर त शिवको थान हो। तामाङहरूले गोसाइकुण्ड तीर्थ गर्न गएपछि यो मनरा कागेश्वरीमा पूजा गर्न जानुपर्छ होइन। त्यसो भएर काग नभइकन शिव पूर्ण हुँदैन। यहाँ कागको अहिले त कागेश्वरीमा प्रतिमा पनि बनाएको छ ठुलो है, ठुलो बनाएको, दुई ठाउँमा बनाएको, तल पनि छ एउटा माथि पनि छ होइन, माथि पनि छ। काग चाहिन्छ।